आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ। म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाइ दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ। गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। मैले पनि ठिकै छ, यसपालि यस्तै हो भने। मेरो आज धेरै कुराहरू छैन, तपाईहरुलाई धन्यवाद दिन मात्र म यहाँ उभिएको छु। यसपछि हाम्रो युवा साथीहरूको साङ्गीतिक प्रस्तुति छ, चित्रकार साथीहरूले चित्र बनाइराख्नु भएको छ। हाम्रा कुराहरू भोलि दिउँसो राष्ट्रिय सभागृहमा हामीहरू राख्ने नै छौँ। आज हामीले एउटा महत्त्वपूर्ण विषयमा छलफल गऱ्यौँ, द ग्रिन टेबलमा। म सबैजना प्यानलिस्टहरूलाई हृदयबाट आभार प्रकट गर्छु। द ग्रिन टेबलमा हामीहरू नागरिकका विषयहरूमा छलफल गर्छौँ, जुन वास्तवमा राजनीतिक दलको छलफल गर्नुपर्ने, बहस गर्नुपर्ने विषयहरू हुनुपर्ने हो, तर छुटिरहेका छन्, ती विषयहरूमा छलफल गर्छौँ। आज हामीले जननायक बीपी कोइरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झ्यौँ। अघि तपाईँहरूले पक्कै पनि हाम्रो प्यानलिस्टहरूले भन्नुभएको कुराहरू सुन्नुभयो। बीपी कोइरालाले जलवायु परिवर्तन भन्ने शब्द प्रयोग गर्नुभएको थिएन। तर के बीपी कोइरालाले समावेशी भन्ने शब्द प्रयोग गर्नुभएको थियो? त्यो पनि थिएन। आज हामी दलितको समावेशिताको कुरा गरिरहेका छौँ, महिलाको समावेशिताको कुरा गरिरहेका छौँ, तर दक्षिण एसियामै कुनै महिलाले सरकारमा सहभागिता हुने अवसर प्राप्त नगर्दै गर्दा आफ्नो मन्त्रीमण्डलमा महिलालाई सहभागी गराएर, वा एउटा दलितको प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर, वा सबै जात जाति भाषाभाषी सबैलाई समेटेर संसद वा मन्त्रीमण्डल बनाएर बीपी कोइरालाले त्यही बेलामा नेपालको डेमोक्रेसी समावेशी नभइकन अगाडि बढ्यो भने त्यो डेमोक्रेसी पुरा हुँदैन भन्ने कुरा हामीलाई सिकाउनु भयो। यसै गरिकन विकासका मुद्दाका सन्दर्भमा अघि यहाँ चर्चा भएको म सुनिरहेको थिएँ। जब तपाईँ विकासको कुरा गर्नुहुन्छ, त्यहाँ सामाजिक न्यायलाई छोड्नुभयो भने, त्यहाँ मानव कल्याणलाई छोड्नुभयो भने, त्यहाँ लोकको कल्याणलाई छाड्नुभयो भने, त्यहाँ नैतिक अधिकारको विषय, नैतिक जिम्मेवारीको विषयलाई छोड्नुभयो भने, त्यहाँ दूरदर्शिताको विषयलाई छोड्नुभयो भने, त्यहाँ विकास दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई छोड्नुभयो भने, त्यो विकासको अर्थ हुँदैन भनेर धेरै वर्ष पहिला विकासका बारेमा बीपी कोइरालाले चर्चा मात्र गर्नु भएन, आफै अभ्यास पनि गर्नुभयो। बीपी कोइरालाको बेलामा वनको राष्ट्रियकरण गर्नुपर्छ। यो नेचुरल रिसोर्सेस, चाहे त्यो वन होस् चाहे त्यो भूमि होस्, यो माथि जस्टिस हुनुपर्छ, जस्टिसको आँखाबाट हेर्नुपर्छ भन्ने कुरा त्यो बेलामा सोचियो। तर हामी बीपीको अनुयायीहरूले धेरै पछि विकासको प्रतिस्पर्धा गरिरहँदै गर्दा ती विषयहरूलाई बिर्स्यौँ। आजको नेपाली काङ्ग्रेस अगाडि हेर्न चाहन्छ। आज जति पनि साथीहरू आउनुभएको छ, यो भविष्यप्रतिको नेपाली काङ्ग्रेसप्रतिको एउटा विश्वास लिएर आउनुभएको छ। तर भविष्यप्रतिको पाइलाहरू चाल्दै गर्दाखेरि हामीलाई थाहा छ हामी वर्तमानमा इमान्दार हुनुपर्छ र सिक्नका निम्ति हामीले हिजोतिर फर्केर सिक्नुपर्छ। हाम्रो अग्रजहरूले देखाएको कुराबाट थुप्रै सिक्ने कुराहरू छ। जलवायु परिवर्तनको विषयलाई हामी नेपालको विकासको एउटा मूल विषय बनाउन चाहन्छौँ। त्यसका निम्ति हामी आफ्नै अग्रजहरूले हिजो राख्नुभएका विचारहरू, हिजो गर्नुभएका निर्णयहरूमा फर्केर एकपटक हेर्न चाहन्छु भन्ने सोच्यौँ। त्यसको आधारमा जननायक बीपी कोइरालाको स्मृति दिवसमा आज युवा साथीहरू बोलाएर, आफ्नो क्षेत्रका अनुभव प्राप्त गर्नुभएको विज्ञ साथीहरू बोलाएर छलफल गऱ्यौँ। यो छलफलबाट धेरै कुराहरू पार्टीले आज ज्ञानको रूपमा ग्रहण गरेको छ। यी विषयहरूलाई हामी उपयुक्त समय, उपयुक्त ठाउँमा उठाउँदै पनि जान्छौँ, काम पनि गर्दै जान्छौँ। अरू बाँकी रहेका कुराहरू भोलिको कार्यक्रममा तपाईँहरूसँग बसेर गरौँला। जति पनि साथीहरू आउनुभएको छ, एकपटक सबैलाई हृदयबाटै फेरि स्वागत गर्न चाहन्छु। सयौँको सङ्ख्यामा साथीहरू आउनुभएको छ र आज हामीले एउटा कुरा प्रारम्भमा भनेका थियौँ। आज केवल हामी जलवायु परिवर्तनको विषयका सन्दर्भमा जनचेतना जगाउन मात्र यहाँ उभिएका छैनौँ, एउटा सङ्कल्प गर्न पनि उभिएका छौँ। यसलाई भोलि हामी अझ विस्तृत रूपमा राख्ने नै छौँ। तर आज हामी जति साथीहरू आउनुभएको छ, साथीहरूलाई के पनि भन्दैनौँ, तर पार्टीको साथीहरूले सदस्यता शुल्कका रूपमा पार्टीको कोषमा जम्मा गर्नुभएको केही रकमहरूबाट आजबाट हामीले मानव सहायता कल्याण कोष भनेर स्थापना गर्ने भनेर भन्यौँ। र आज अनुमानित साथीहरू दौडिनु भएको साथीहरूको सङ्ख्या यकिन गर्न गाह्रो भयो, केही व्यवस्थापकीय कमजोरी भयो, म यसलाई स्वीकार गर्छु। युवा साथीहरूसँग म माफी पनि माग्छु। हामीले सिक्ने कुराहरू धेरै छन्। हामी सिकेर आजको कार्यक्रमबाट अरू थप आगामी दिनमा थप यसलाई व्यवस्थित गर्छौँ। ठ्याक्कै हामीले केही नम्बर्सहरूमा तलमाथि भयो होला, तर धावकै पुरा जति साथीहरूले पुरा गर्नुभयो, त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर
करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छ, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ र हामीले नेपाल महिला सङ्घलाई विशेष अनुरोध गरेका छौँ। महिला सङ्घका हाम्रा साथीहरूले स्वयंसेवकको रूपमा यसमा काम गर्नुहुन्छ र सबै बस्तीहरूमा जानुहुन्छ, यहाँ बाहिर जता जानुहुन्छ। यो प्रारम्भिक कुरा हो, यसमा अरू साथीहरू पछि जोडिनुहुन्छ, हामीहरू थपिँदै जान्छौँ। तपाईँहरूले स्वयंसेवी रूपमा यसमा जोडिन सक्नुहुन्छ। तरुण दलका साथीहरूलाई पनि आज विशेष धन्यवाद छ, तपाईँहरूले पुर्याउनु भएको आजको स्वयंसेवी भूमिकाका लागि। त्यहाँ पनि तपाईँहरूको भूमिकाको हामी अपेक्षा गर्छौँ र यो पार्टीको सदस्य साथीहरूले जम्मा गर्नुभएको शुल्कबाट उठेको पार्टीको खाताबाट हामीले मानव सहायता कल्याण कोषमा यो रकम जम्मा गरेका छौँ र यो यहाँ प्रयोग गर्छौँ र यस पछाडि पनि आज आउनुभएका साथीहरूलाई, भोलि आउने साथीहरूलाई बिस्तारै बिस्तारै हामी यो कोषमा, यो अभियानमा जोडिनका निम्ति हामी अनुरोध गर्छौँ। यो विषयको पनि जानकारी गराउँदै र भोलि हामी नयाँ अभियानको, देशव्यापी अभियानको एउटा प्रारम्भ गर्दैछौँ। अभियानका बारेमा भोलि जानकारी गराउँछौँ र भोलि अरू बाँकी रहेका पनि पार्टीका कुराहरू गर्छौँ, राजनीतिक कुराहरू गर्छौँ। आज गरेको कुरा पनि राजनीतिक कुराहरू नै हुन्। भोलि पार्टीको समसामयिक आजको विषयको बारेमा कुरा गर्छौँ। आज जुन विषयमा यहाँ ग्रिन टेबलमा छलफल गऱ्यौँ, यो चाहिँ सबैभन्दा बढी राजनीतिक कुरा हो। आजको सबैभन्दा बढी हामीले ध्यान दिनुपर्ने कुरा हो, हाम्रो भविष्यसँग जोडिएको कुरा हो। यो विषयका बारेमा आज छलफल गर्ने क्रममा यहाँहरू सबै जोडिदिनु भयो। फेरि एकपटक सबैलाई धन्यवाद दिँदै, जननायक बिपी कोइरालालाई सम्झँदै, जननायक बिपी कोइरालाले देखाउनु भएको बाटोमा दत्तचित्त भएर, दृढ सङ्कल्पित भएर, रत्तिभर विचलित नभइकन अगाडि बढ्छौँ भन्ने प्रण गर्दै म यो कार्यक्रम टुङ्ग्याउँछु औपचारिक रूपमा।